प्रति जनताको पूरा भरोसा देखियो। आमा बुबा दाजुभाइ चाहे त्यो वृद्ध होस् चाहे जवान होस् चाहे सानो सानो बच्चादेखि सबको एउटै उत्साह छ। राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै यो देशमा सुशासन र चाहिँ भ्रष्टाचार रहित समाजको सिर्जना र यी सम्पूर्ण हाम्रा युवा जेनजी भाइ बहिनीको चाहिँ जीवनलाई चाहिँ के भोलिको दिनमा चाहिँ के एउटा चाहिँ के असल जीवन चाहिँ र असल चाहिँ के यो अस्तित्व चाहिँ बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो भन्ने कुराको जुन घरदैलोमा आज हामी छौँ। यति ठुलो स्नेह, यति ठुलो माया, यति ठुलो उत्साह पाएका छौँ। हामीले चाहिँ अब यो चाहिँ के जनताको यति ठुलो हामीलाई ऋण छ, यसलाई हामीले चुकाउनु पनि छ र चाहिँ यो ऋणलाई चाहिँ हामीले तिर्नुपर्ने छ। र हाम्रो पार्टीका सकल हाम्रा कपिलवस्तु क्षेत्रमा 2 का चाहिँ सम्पूर्ण हाम्रा कार्यकर्ता मात्रै होइन, गाउँ गाउँबाट दाजुभाइ दिदीबहिनीको उत्साह र उहाँहरूले दिएको आशीर्वाद, कहिले टाउकोमा हात लिएर चाहिँ के भगवानको नाम लिनुहुन्छ, कहिले अल्लाहको चाहिँ नाम लिएर चाहिँ विजय भयो भन्नुहुन्छ। यस्तो किसिम यसले साम्प्रदायिक सद्भाव पनि यति राम्रो देखाएको छ कि यसले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले सम्प्रदाय बीच पनि एउटा यस्तो किसिमको चाहिँ स्ट्रङको काम गरेको छ, एउटा पत्थरको काम गरेको छ, एउटा सिमेन्टको काम गरेको छ। यो त्यसका राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखाएको माया सद्भाव र जनउत्साह र यो सागर यसले हामीलाई असाध्यै उत्साहित बनाएको छ र हामी यसमा अत्यन्तै गम्भीर पनि छौँ। यो उहाँहरूले देखाएको हामीप्रतिको विश्वासलाई अब यो विश्वासलाई टुट्न नदिने हामीले प्रतिज्ञा पनि गरेका छौँ र पार्टीले पनि प्रतिज्ञा गरेको छ र हामीलाई विश्वास छ अब राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुबाट चाहिँ के फराकिलो मतबाट विजय प्राप्त गर्छ भन्ने कुनै शङ्कै छैन। धन्यवाद। शर्मा बारङ्गा जल उपभोक्ता संस्थाको अध्यक्ष र म के भन्न चाहन्छु भनेपछि आज देशमै एउटा यस्तो लहर आएको छ, जनलहर कि राष्ट्र स्वतन्त्र पार्टीलाई आज सबैले चाहिरहेको छ। आज युवाहरूले पनि चाहिरहेको छन्, बुढाहरूले पनि चाहिरहेको छन्, जवानहरूले पनि चाहिरहेको छन्। किन बहुत पार्टीहरूले हेरे, नेपाली काङ्ग्रेसले आज 30 वर्ष राज्य गरे उसले पनि हेरे, आज एमआईएले पनि हेरे, आज माओवादीले पनि हेरे, आज मधेसी दलले पनि हेरे। आज देशमा यस्तो लहर आएको छ कि त्यो लहरलाई आज राष्ट्रिय सरकार नै बनाउने एउटा तपाईको घन्टी नै हुन्छ। र आज विक्रम थापालाई हामीले जितायो खण्डमा उहाँ एउटा प्रशासक, एउटा चुस्त र दुरुस्त एउटा उहाँ व्यक्ति हुन्छ। क्षेत्र नम्बर 2 को उहाँलाई हामीले जिताएपछि देशको विकास ठुलो हुन्छ। एउटा शिक्षा र स्वास्थ्यलाई हामीले जब फ्री सरकारले सेवा गरिदिन्छ देश आफै विकास गर्छ। म चाहिँ 2 शब्द बोल्दै धन्यवाद दिन चाहन्छु।